हेलो गाइज वेलकम टु माई मिलन फिटनेस युट्युब च्यानल। आज चाहिँ म तपाईँहरूलाई स्क्वाट सम्बन्धी थोरै जानकारी लिएर आएको छु। लेग वर्कआउटको स्क्वाट सम्बन्धी। यदि तपाईँलाई स्क्वाट गर्न गाह्रो हुन्छ, बारबेल स्क्वाट फ्री स्क्वाट गर्न आउँदैन, प्रोपर स्क्वाट गर्न सक्नुहुन्न, स्क्वाट गर्दा नि पेन हुन्छ, लोवर ब्याक पेन हुन्छ, तपाईँलाई प्रोपरली सबै लेग्समा पार्न, स्क्वाट गर्दा लेग्समा पार्न सक्नुहुन्न भने यो भिडियोले तपाईँलाई डेफिनेटली हेल्प गर्नेवाला छ। किनभने मैले धेरैजना साथीहरूलाई स्क्वाट गर्दा स्मिथ मेसिन स्क्वाट गरेको देखेको छु। अनि स्क्वाट गर्न गाह्रोले मेसिन्सहरू क्या, त्यो अहिले त आधुनिक मेसिनहरू आउँछ नि, त्यो मेसिन्सहरूमा स्क्वाट गरेको देखेको छु। त्यो भनेको चाहिँ कस्तो भने, म युद्धमा जानु छ, मलाई चाहिँ मेसिन गन पड्काउन गाह्रो हुन्छ, म चाहिँ पेस्तल बोक्छु, सानो हतियार बोक्छु भने जस्तो हो क्या। त्यसरी युद्ध जितिँदैन साथी हो। युद्ध जित्नु छ भने, लेग्स बनाउनु छ भने पुरा बारबेल स्क्वाटै हान्नुपर्छ क्या। जिममा पुगेर बारबेल स्क्वाट नगर्नु भनेको चाहिँ एउटा क्राइम गरे जस्तो हो क्या। त्यो आफूले एउटा अपराध गरे जस्तो, आफ्नो पोटेन्सियलले आफैले रोके जस्तो होइन। यो चाहिँ एकदम स्क्वाट चाहिँ कम्पलसरी नै गर्नुपर्छ क्या, लोवर ब्याक ग्रो गर्ने हो भने होइन। अनि त्यसको लागि चाहिँ एकदम प्रोपर ठाउँमा गर्नुपर्ने हुन्छ। यो चाहिँ टेक्निक्स चाहिन्छ क्या। मान्छेले जानेर नजानेर पनि स्क्वाट एकदम गलत गरिरहन्छन्। सो म चाहिँ तपाईँलाई भिडियो मार्फत एक्सप्लेन गर्नेछु है। सो लेट्स गो टु माई भिडियो। स्क्वाट ऱ्याकमा छिर्नुभन्दा अगाडि चाहिँ छेउछेउको सपोर्टरलाई चाहिँ एडजस्ट गरेर आफू कहाँसम्म स्क्वाट गर्न सकिन्छ त्यहाँदेखि ठ्याक्क तलतिर राख्नुपर्छ। भरे स्क्वाट गर्दा हेभी वेटमा उठ्न सकिएन भने ठ्याक्क वेट त्यहीँ बस्छ र आफ्नो नि र लोवर ब्याक सेफ रहन्छ। र बारबेल अनऱ्याक गर्दा चाहिँ जहिले पनि बारबेललाई चाहिँ ट्रेपिजियसभन्दा पछाडि राखेर त्यो वेटलाई चाहिँ पुरै हातको पामले थाम्नुपर्ने हुन्छ। त्यही भएर पावर लिफ्टरहरूले त्यो हातमा पनि रेस्टमा पनि बाँधेको हुन्छ क्या। त्यो पछाडि वेट थाम्यो भने ठ्याक्क वेटले पछाडि तान्छ, आफू अगाडि उठ्दा ठ्याक्क ब्यालेन्स मिलेर सिधा उठ्न सकिन्छ क्या। अनि स्क्वाटमा चाहिँ स्क्वाट गर्दा जहिले ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ नि र टो एकदम ख्याल गर्नुपर्ने हुन्छ। यो कुरो यति कुरा विचार गर्नुपर्छ कि मेरो टोभन्दा खुट्टाको बुढी औँलाभन्दा अगाडि मेरो घुँडा चाहिँ कहिले जानु हुँदैन, गयो भने इन्जर्ड हुन्छ। त्यो खाले माइन्डसेट बनाउनुपर्छ। मेरो अहिले मैले गर्दा मेरो खुट्टाको बुढी औँलाभन्दा घुँडा एकदम अगाडि गएको छैन नि होइन, स्टेटमा छ, अर्थात् अलिकति पछाडि नै छ। र त्यसको लागि चाहिँ हामीले हिपले बस्नुपर्ने हुन्छ क्या। मान्छेहरू डरले घुँडाले बस्छन्, हिपले बस्नु सक्नुपर्छ। हिप बस्दाखेरि अब अहिले म उठिरहेको छु होइन, मेरो हिप मात्रै अगाडि आइरहेछ, हिप अगाडि आइरहेछ, घुँडा जहाँको त्यहीँ छ नि, त्यस्तो सोच्नुपर्छ। अनि म बस्दाखेरि मेरो घुँडा स्ट्रेट छ, घुँडा नि लक गर्नु हुँदैन उठ्दा। यहाँ यसको इन्डिङ पोइन्ट यति हो। बस्दाखेरि मेरो हिप मात्रै पछाडि आइरहेछ, म हिपले बसिरहेको छु नि त, हिप मात्रै पछाडि आइरहेछ, हिप मात्रै पछाडि, घुँडा जहाँको त्यहीँ छ, हिप मात्रै पछाडि रहेछ, डिप बस्ने जहाँसम्म बस्न सकिन्छ। अनि उठ्दा पनि फेरि मेरो हिप मात्रै हिप अगाडि आयो, त्यसरी सोच्नुपर्छ क्या। मेरो हिप अगाडि आयो, त्यसरी सोच्नुपर्छ। घुँडा जहाँको त्यही हल्लिँदैन क्या त्यसो गर्दा चाहिँ। तर सुरुमै त हुँदैन यो सब होइन। हुन त युट्युबमा कति हजारौँ भिडियो छन् स्क्वाटको, तर मान्छेहरूले जिममा 5%ले पनि प्रोपर स्क्वाट हानेको हुँदैन क्या त्यहाँनिर। किनभने यो हेरेर नि आफूले गरेर, आफूमा एप्लाई गरेर, प्र्याक्टिस गरेर यसको सपोर्टिभ मसलहरू स्ट्रङ बनाएर मात्रै हुन्छ। ह्यामस्ट्रिङहरू सब दह्रो हुनुपर्छ क्या एउटा प्रोपर स्क्वाट हुनलाई। वेट बढ्दै गएपछि झन् गाह्रो हुन्छ। यसरी गर्नुपर्छ, बेल्ट प्रोपर बाँधेको हुनुपर्छ। अनि बस्दाखेरि ब्रिथ इन गरेर पेट फुलाएर बस्नुपर्छ, पेट फुलाएर बेल्ट टाइट कसेर पेट फुलाएर बस्ने हो। अनि ठ्याक्क उठ्ने हो, अनि सास फाल्ने हो, अनि फेरि पेट सास सति सबै लिएर बस्नुपर्छ। यसरी गर्दा एकदम प्रोपर हुन्छ गाइज। अनि जुत्ता चाहिँ स्पोर्ट्स सुजहरू लगाएर चाहिँ स्क्वाट गर्नु हुँदैन। यस्तो यो ग्रिप सुज हो मेरो, मैले यो अर्को पावर लिफ्टिङ सुज पनि हुन्छ, तर पावर लिफ्टिङ सुज लगाउँदा चाहिँ अलिक सजिलो हुन्छ, स्क्वाट हान्न पछाडि हाइट हुन्छ। मैले चाहिँ पावर लिफ्टिङ सुज पनि अहिले निकालेर फ्यालिदिएँ, किनभने म अझै स्क्वाटलाई डिफिकल्ट बनाउनलाई क्या। अनि यो चाहिँ बेन्च स्क्वाट हो। सुरुमा अब घुँडा धेरै अगाडि आयो भने यसरी प्र्याक्टिस गर्दा हुन्छ क्या। बेन्च राख्दा त बस्नु डर लाग्दैन नि त। हेर्नु त स्क्वाटको पोजिसन यही हो, हिपले बस्ने, ठ्याक्क हिपले बस्ने, घुँडा जहाँको त्यहीँ छ, उठ्ने, हिप अगाडि आयो, हिप पछाडि आयो, हिप अगाडि आयो। हेर्नु त मेरो घुँडा कति स्ट्रेट छ, कस्तो प्रोपर स्क्वाट भइरहेछ होइन। यसरी बेन्च राखेर 3-4 चोटि प्र्याक्टिस गऱ्यो भने चाहिँ त्यो माइन्डसेट बस्छ क्या। अनि अरू बेला पनि त्यही फर्ममा जान्छ क्या स्क्वाट। अनि बिस्तारै अनि बढ्दै स्क्वाटहरू बन्दै जान्छ क्या। अनि यो चाहिँ मेरो हेभी स्क्वाट हो। अनि 150को हान्दा चाहिँ अब ठ्याक्क एकदम रेस्ट बाँधेको छ, निमा ऱ्याप गरेको छ, बेल्ट प्रोपर लगाएको छ,
छेउछेउको सपोर्टरहरू ठ्याक्क ठाउँमा छ, वेट उठ्न सकेन भने ठ्याक्क त्यहीँ अड्किन्छ होइन। त्यसरी आफूलाई चाहिँ निडर हुनु पऱ्यो क्या, आफूलाई पहिला थाहा हुन्छ नि त म वेट उठाउन सकिनँ भने मलाई केही हुँदैन भन्ने त्यो एउटा भयरहित हान्नुपर्छ क्या। त्यसको लागि अगाडि सेफ्टी अपनाउनुपर्छ। बस्दाखेरि एकदम मेरो त्यत्रो हेभी स्क्वाडमा पनि कति क्लिन स्क्वाड छ होइन। यसको यो भनेको चाहिँ त्यही हो, एकदम मैले अघि भनेको सबै रुल्स फलो गऱ्यो भने यसरी हान्न सकिन्छ। अनि यो चाहिँ गर्दाखेरि यस्तो परिरहेछ अहिले, मलाई हान्दा कस्तो भयो होला गाइज। ठिकै छ गाइज, ल आजको लागि यति नै। यो मेरो भिडियो राम्रो लाग्यो भने मेरो युट्युब च्यानललाई मिलन फिटनेस युट्युब च्यानललाई लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला है। अब आउने दिनहरूमा नि अरू भिडियोहरू ल्याउने योजना बनाएको छु सोल्जर परचेस्टको। थ्याङ्क यू।